Benjangorum pemasede Benjangorum pemasede Benjangorum pemasede Benjangorum pemasede Benjangorum pemasede सिन्धुपाल्चोक जिल्लाको हेलम्बु अर्थात् योल्मो क्षेत्र ऐतिहासिक, धार्मिक, पौराणिक महाऋषिहरूको तपोभूमि तथा प्राकृतिक छटाले भरिपूर्ण एक महत्त्वपूर्ण पुण्यभूमि हो। चारैतिर हरियाली, डाँडाकाँडाहरू, रङ्गीचङ्गी फुलहरू, मगमग बास्न आउने धुपी, पाखा पहाडमा चढ्दै गरेको चौरी गाई गोठालाहरू, गणेश हिमाल, लाङटाङ लिरुङ, लाङसिसा,
दोर्जे लेप्पा, चोबो क्षति, काङछेम्बो आदि देव हिम श्रृङ्खला अनि जुगल हिमालको काखमा अवस्थित धार्मिक महत्त्व बोकेको विभिन्न धार्मिक कुण्ड, पोखरी लगायत तीर्थस्थलहरू जस्तै आमा चुमोयाङ्री, नेपेमा छल, ढुक्खङ गुफा, गुम्बाई गुम्बा र बौद्ध चैत्यहरूले सजिएको अति रमणीय र महत्त्वपूर्ण पुण्यभूमि हो योल्मो। योल्मो बौद्ध धार्मिक इतिहासहरूमा उल्लेख भएअनुसार राजधानी काठमाडौँको उत्तरी पश्चिम भेग रसुवा जिल्लाको ऐतिहासिक रसुवागढी सिमाना स्थित केरुङबाट नुवाकोट हुँदै उत्तर पूर्व सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रदेखि कोदारीसम्म योल्मोवाहरूको उद्गमस्थल योल्मो क्षेत्र भनी उल्लेख गरेको पाइन्छ। तिब्बतमा बसोबासको पूर्वार्धमा नै योल्मो आदिकालदेखि योल्मोवाहरूको मूल थलो रहिआएको छ। बौद्ध धर्ममा आस्था र अहिंसाका पुजारी योल्मोवाहरूको आफ्नै कला, भाषा, संस्कृति, संस्कार, रीतिरिवाज, चालचलन, धर्म, मूल्य मान्यता र चाडपर्व रहेको योल्मो आफैमा सुन्दर छ, स्वर्ग छ अनि सपनाको संसार जस्तै छ। बौद्ध धार्मिक मूल्य र मान्यता अनुसार योल्मो क्षेत्रलाई नेछेन पेयुल योल्मो काङ्ग्रा अर्थात् वरिपरि हिमालले घेरिएको अति मूल्यवान निधि लुकाएर राखेको पवित्र महातीर्थस्थल भनी पनि भनिन्छ। समुद्री सतहबाट करिब 9000 फिट उचाइमा योल्मो क्षेत्रको हेलम्बु गाविस वार्ड नम्बर 6 चिरीमा अवस्थित ऐतिहासिक, पुरातात्विक तथा पौराणिक गुम्बा योल्मोवा बौद्ध धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्र गुम्बा हो योल्मो ngaछै स्याक्या सङ्गबो चिरी गुम्बा चुक्लाखा। बौद्ध महायानी धार्मिक ग्रन्थहरूको मान्यता अनुसार महासिद्ध गुरु पद्म सम्भवा रिम्पोछे योल्मो क्षेत्रको याङतक छोकी डाफुकमा तपस्या गरी बस्नुभई सो क्षेत्रलाई पुण्य एवं पवित्र तपोभूमिको रूपमा परिणत गर्नुभएको पाइन्छ। गुरु रिम्पोछेज्यू यस लोकबाट प्रस्थान हुनु अघि यस महातीर्थस्थल गुप्त क्षेत्र योल्मोको बारेमा भविष्यवाणी गर्नु भए अनुसार योल्मोवा प्रथम तीर्थन ngaछै स्याक्या सङ्गबो एक सिद्धि लामाद्वारा नेपालको प्रख्यात विभिन्न धार्मिक महाचैत्यहरूको जीर्णोद्धार गर्दै योल्मोमा आई चिरी गुम्बाको स्थापना गर्नु हुने वर्णन गरिएको छ। आदिकालदेखिको धार्मिक महत्त्व रहेको हजारौं वर्ष पुरानो यस ऐतिहासिक तथा पौराणिक योल्मो ngaछै स्याक्या सङ्गबो चिरी गुम्बाको प्राचीन कालदेखि नै अर्थात् निर्माण भएकै समयदेखि विभिन्न कालमा मर्मत, सम्भार तथा निर्माण भएर आएको छ। कालान्तरमा चिरी गुम्बाको स्थिति जीर्ण अवस्थामा पुगेको हुनाले चिरी गुम्बा व्यवस्थापन समितिका वर्तमान सदस्यज्यूहरूको जोरदार पहलमा विक्रम सम्वत 2062 सालदेखि यस पौराणिक तथा ऐतिहासिक चिरी गुम्बाको जीर्णोद्धार कार्य थालनी गरेको पाइन्छ। पुरातात्विक महत्त्वलाई ध्यानमा राखी गुम्बाको भित्री मौलिक प्राचीन तथा धार्मिक स्वरूपलाई जस्ताको त्यस्तै रहने गरी कुनै परिवर्तन नगरी गुम्बाको आवरण बाहिरी भागलाई मात्र नौलो तरिकाले बौद्ध गुम्बाको स्वरूप देखिने गरी भित्री प्राचीनताको संरक्षण तथा सम्वर्धन हुने हेतुले पुनः निर्माणको कार्य सम्पन्न गरिएको छ।
निर्माण कायाय नमः namgarai chonyin jodere le rime nyinje norajayin na zoe zivaran zuvayin dovayin pelken derchayin yenzen de soe dembaye lai jazia mabu danjede dime cheten dabaye to chetene jebuin derchayin Deje zeje jalwa ye jengara jege membe wada e te zoin de jenje lembora ngala e ke chaen ja sabdere ko je tulwa ko la jine nge moen je zoin de je to boro jin la be kringa changwa en der chaen ja Tashen Nepal yolo dongjera yambu de jinemba Guru ayamba lai java tendene tulvaran de chaecha Dongye yeran java yandiambara echejecha Guru ayamba zanda ese yamjene tulvara de chaecha Zamle kama jagara yulo chiro roljen jesueche Krishna ananda shijaibe tulba indilai gijaeja Chomden shajai singe ne payulo yamba echesheja Brahma nae gosala shem bramse chembo ende chaeja Kalmene tenzui benjiri devara chebe jesoja Sarya nembara bebe bebe solo tulshen chejayen dejayeja Keneri walimbo enzin donjire tabu chegayen Sumjoye tasma layere kanam minje dechayeja Hare Kodiya Mangyoloy Saranjal Sierratnayin Panaman Jumje Ringaye Champranjayen Dozal Lachayen Yebaranjabe Lungdin Yin Tolje Duba Charje Samlien Dame Vaishajaye Sangdo Chata Yenje Kongba Sichiye Tarayangdaye Riki Tangye Namgai jebe jachin taradaten dalai gicha Jitye ranai boda jin seraba tumarai chisond Shadya tenlai langurmige dini ishe nurboen derjai Chengene sejen jalwa je chengarai ndovai tenshen Siba jishe nazoi Doden de bara solwa indivu
लाइन पऱ्यो यो चाहिँ
भक्तजनहरू सम्पूर्ण महानुभावहरूमा अब छिटै नै हाम्रो कार्यक्रम यहाँ सुरु हुन गइरहेको छ। रिम्पोछेज्यूलाई यहाँ मञ्चमा पालिदिनु हुन हार्दिक अनुरोध गर्दछु र साथै यस चिनी ज्ञानका प्रमुख लामा ज्यूलाई पनि मञ्चमा पालिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। स्थापना समितिका अध्यक्षज्यूलाई पनि मञ्चमा उपस्थित भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। योर्मोगाछा शेक्या जंबू चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्षज्यू, योर्मोगाछा शेक्या जंबू ढुङ्गी लाछोका अध्यक्षज्यूलाई पनि यस मञ्चमा पालिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यहाँ ब्याच वितरण र खादा ग्रहणको लागि चाहिँ म यहाँ मञ्चमा बोलाउन चाहन्छु। त्यसै गरी हामीले देख्न सक्नुहुन्छ हाम्रो यस चिरी गुम्बाको ठ्याक्कै माथिबाट आकाशबाट चाहिँ हाम्रो राष्ट्र प्रमुख लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति सम्मान्य राष्ट्रपति डाक्टर राममाधव यादवज्यू पालिसक्नु भएको छ। उता गएर क्याप्ला गाल्दियो धम्मा गालिहाल्यो। यस ऐतिहासिक स्थल ऐतिहासिक गुम्बा जुन 15औं शताब्दीमा निर्मित यस ऐतिहासिक तथा पौराणिक गुम्बाको समुद्घाटन दोर्जे लाक्पा र सिमे सिदाङ र आमायाङ्ग्रीको काखमा रहेको छ र पुरानो ऐतिहासिक गुम्बा 2068 सालमा चाहिँ सम्पन्न गरिएको हामी सम्पूर्ण रिम्पोछेज्यूबाट चाहिँ गुम्बा दर्शन जुन कि यहाँ प्रख्यात किंवदन्ती अनुसार यस गुम्बाभित्र गाछा शेक्या जंबूको अवलोकन पनि गरिनेछ। अवलोकन अवलोकनपछि लगत्तै सामान्य राष्ट्रपतिज्यूबाट चाहिँ शिलापत्रको अनावरण गर्ने कार्यक्रम रहेको छ। यही हो जल जुन पवित्र जल उहाँले अवलोकन गर्नुहुनेछ। कार्यक्रम रहेको छ, त्यसैले अनावरण रहेको हुनाले सम्पूर्ण महानुभावहरूबाट कर्तव्य ध्वनिका साथ धन्यवाद। लोकतन्त्र गणतन्त्र नेपालका प्रथम राष्ट्रपति सम्मान्य डाक्टर राममाधव यादवज्यूबाट सिन्धुपाल्चोक जिल्लाको गाविस वडा नम्बर 6 मा जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको ऐतिहासिक योर्मोगाछा शेक्या जंबू चिरी गुम्बा चुक्लाखङको सुप्रतिष्ठा 2060 ज्येष्ठ 23 गते सोमबार। अब
सम्माननीय राष्ट्रपतिज्यूलाई चाहिँ ब्याच अर्पण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। करताल ध्वनिका साथ कृपया फुलबाट सम्माननीय राष्ट्रपतिज्यूलाई स्वागतको लागि म यहाँ ड्यासमा निम्ताउँछु। धन्यवाद चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष श्री लामा साङ्गेज्यूलाई। र अब कार्यक्रममा अगाडि बढाउँदैछु। त्यसै क्रममा अब म यस ड्यासमा चिरी गुम्बा व्यवस्थापन समितिका सचिव श्री लामा सीता ढाङसोङज्यूबाट स्वागत मन्तव्य तथा गुम्बाको बारेमा विस्तृत जानकारी दिनको लागि म ड्यासमा निम्ताउँदछु। यस ऐतिहासिक चिरी गुम्बा राब्ने उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यू क्याप्चे गोन्छाङ छोक्टुल रिम्पुछेज्यू, विशेष आमन्त्रित अतिथिज्यू लामा गुरुज्यू, पत्रकार बत्रा महिला सज्जनवृन्दहरूमा म यस चिरी गुम्बा व्यवस्थापन समितिको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। त्यसै गरी यस चिरी गुम्बाको विषयमा छोटो एउटा संक्षिप्त रूपमा जानकारी गराउन म अनुमति चाहन्छु। गाजाङ सच्या जाङबो ज्योतिषी तन्त्र सत्सूत्र आदिमा निपुण एक दोनी बौद्ध गुरु हुनुहुन्थ्यो। छेलेन छेम्बो पेमा गुङछेनको अवतारी योल्मोबा गाजाङ सच्या जाङबो तिब्बतको दक्षिणी लदेतको ढोम्बा जोङ भन्ने ठाउँमा दोर्चे जिम्बा छिन्बोको वंशमा तिब्बतीन पात्रो अनुसार मेथो ढुक्लो इतिहास सम्बत 1436 मा जन्मनु भएको थियो। ऐतिहासिक तथ्य अनुसार गुरु पद्मा सम्भवबाट तिब्बतमा निर्माण गर्नुभएको साम्य गुम्बाको दर्शनमा जाँदा त्यहाँ सच्या जाङबोबाट डाकिनेको अभिशानी निधि पाउनु भएको थियो। सच्या जाङबोद्वारा तिब्बतीन मिति अनुसार छुखम बाँदर वर्षको 5औं महिना छेबा 18 अर्थात् इति सम्बत 1452 मा तिब्बतको साम्य गुम्बाको पश्चिमपट्टिको एउटा रातो चाइते छोर्तेनबाट निधिकोष 13 पाउनु भएको थियो। यस अनुरूप सच्या जाङबोद्वारा राजा शिवसिमाको पालामा इति सम्बत 1456 मा बौद्धनाथ स्तूपा लगायत शम्भुनाथ स्तूपा, नमोबुद्ध स्तूपा आदिको मर्मत सम्भार तथा संरक्षणका कामहरू सम्पन्न गर्नुभएको थियो। यसरी ऐतिहासिक बौद्धनाथ चैत्यको प्रतिष्ठापन राब्ने तिब्बतीन मिति अनुसार 12औं महिनाको पुण्यमा सुसम्पन्न गर्दा अलौकिक देवी देवताहरूबाट स्वागत स्वरूप आकाशबाट फूल वर्षा भएको पनि किम्वदन्ती धेरै प्रख्यात छ। सच्या जाङबो किरङ्गो रिउ पम्बरबाट रिग्जेन छोक्देन गेम्पो लामा लोकेश्वरीको दर्शन गरी पेयुल पेमाछलको मार्गबाट योल्मो घाटीमा आउनु हुँदा योल्मो काङ्ग्राको द्वार खोल्नु भई चिरी गुम्बा चुक्लाखाङ गुम्बाको स्थापना गर्नुभएको थियो। सच्या जाङबोबाट नै योल्मोलोकका बौद्ध धर्मको महायान सम्प्रदायको शक्य अथवा काग्यु निङमा अति आवश्यक तेर्चे रत्न नीति कोषको अभिषेक अङ्कहरू प्रवाचन गरी प्रदान गर्नुभएको थियो। यसरी योल्मोमा वा योल्मोबा तिर्तेन गाजाङ सच्या जाङबो तथा रिग्जेन योल्मोबा सच्या जाङबोबाट प्रख्यात हुनु भएर योल्मोमा धर्माभिषेक वाङ लुङठी आदिको प्रवचन गर्दै बौद्ध धर्मको जाग बसाउनु भएको थियो। चिरी गुम्बा योल्मोबा तिर्तेन गाजाङ सच्या जाङबो ऐतिहासिक अभिलेख लगायतका अन्य विभिन्न बहुमूल्य उपहारहरू जस्तै नम्सा उथे भारतको राजा साउर ग्याल्बोको उपहार, श्रीपेश डम्से सातको कुशा र न्याङको उपहार तेर तथा छेवाङ घेदेम सोकको उपहार तेर आदिको एक बृहत सङ्ग्रहालय नै रहेको थियो। मध्ये 7औं शताब्दीमा मला राजाबाट गुम्बामा आगो लगाई उक्त सम्पूर्ण अभिलेख लगायतका अमूल्य उपहारहरू नष्ट बनाइदिएका थियो। त्यसपश्चात पश्चिम गोर्खाका राजा पृथ्वीनारायण शाहको सहयोगमा यस पौराणिक गुम्बाको
मरमर सम्भार तथा निर्माण भएको थियो। योल्मो भाषामा संस्कृति तथा बौद्ध धर्मका क्षेत्रमा काम गर्दै आफूले स्थापना गर्नुभएको चिरी गुम्बामा सक्या साङ्पोको देवसन भएको थियो। उहाँको देवसन पश्चात दोस्रो अवतारी योल्मो टुल्गु नामखा ग्याल्चेन, तेस्रो अवतारी रिक्चेन तेन्जेन नुर्पु, चौथा अवतारी टुल्गु सिनेन अङ्ग्याल दोर्चे हुँदै अवतार लिने क्रममा 10औं अवतार वर्तमान क्याप्चे उर्किन झिमे ठिलिन कुन्छाप पलसाङबुजु स्वयं यहाँ उपस्थित हुनुहुन्छ। यसरी नै बौद्ध धर्म महायान सम्प्रदायको यिङमा चाङतेर परम्पराको जाग बसाल्दै यही वंशका थुङ्गीको योल्मो क्षेत्रबाट विस्तार भएर पूर्व थाङबाल, दक्षिण पाल्जोक डाँडा र पाल्जोक ग्याङ र सुदूर पूर्व लिस्तिपाओ गुम्बाहरू र नुवाकोर हुँदै गएको प्रकाशित ऐतिहासिकमा तथ्य छ। सिन्धुपाल्चोक जिल्लाको पश्चिम भेग हेलम्बु देशकै जनजातिहरूमध्ये योल्मो जनजातिको मूल बसोबास रहेको यो क्षेत्र समग्रमा पर्यटकीय, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्त्व रहेको छ। मुख्य योल्मोबाहरूको धर्मको केन्द्र चिरी गुम्बा प्राकृतिक रूपले समेत सम्पन्न लाङडाङ राष्ट्रिय निकुञ्ज तथा संरक्षित मध्यवर्ती क्षेत्र र उत्तरमा धुर्चे लेख्पा र सेम्बा सिदाङ आमायाङरी हिम श्रृङ्खलाको काखमा अवस्थित छ। हालै मात्रमा यस योल्मोङाजाङ सक्या जङ्बु चिरी गुम्बा व्यवस्थापन समितिको जोरदारको पालमा जीर्णोद्धार कार्य सम्पन्न भएको ऐतिहासिक चिरी गुम्बा नेपालकै पौराणिक गुम्बा, प्राचीन गुम्बाको रूपमा मानिन्छ। त्यस्तै गरेर हाम्रो योल्मो संस्कृतिहरू धेरै संरक्षण गर्नुपर्ने छ, स्तूपहरू संरक्षण गर्नुपर्ने छ। गुम्बाहरू भत्की बिग्रेको धेरैहरू छन्। त्यसमा स्वयं सरकारी लेभलबाट चाहिँ जोरदारका साथ सहयोगको अपेक्षा राख्दै म आफ्नो छोटो मन्तव्य यहाँ अन्त्य गर्छु। धन्यवाद। धन्यवाद। यो बाछाम लामा नृत्य प्रस्तुत गरेर म सम्पूर्ण यस युवा क्लबका सांस्कृतिक टोलीकालाई आफ्नो कार्यक्रम यहाँ प्रस्तुत गर्नुहुनका लागि अगाडि आँगनमा आउनुहुन हार्दिक अनुरोध गर्दछु। Messenger
गुम्बा व्यवस्थापन समितिको तर्फबाट र राष्ट्र प्रमुख सम्मान्य राष्ट्रपति डाक्टर राममरण यादवज्यूको करकमलबाट चाहिँ क्याप्चे भञ्जङ रिम्पोछेज्यूलाई यो लेटर अफ अनररी प्रदान गरिने कार्यक्रम रहेको छ। सर्वप्रथम म यो कदरपत्र पढेर तपाईहरु सबैले सुनाउन चाहन्छु। At the gracious presence of the First President of the Democratic Republic of Nepal, Right Honorable Dr. Rammaran Yadav, we hereby express to the present 10th reincarnation of Yomova Terten Ngachan Shakya Zangbo, His Eminence Urgin Jigme Thingle Kumkhapal Zangbo, Bojang Rinpoche from Sikkim, patron of Yomova Ngachan Shakya Zangbo, Tsiri Gompa, our heartfelt gratification for extensively sharing your high knowledge, generous contribution, support in the past, present, and confident your such a valuable contribution will remain in the future for the enhancement of historic Chiri Monastery, Chuklakan, and individual. We highly commend and thank you for providing us your valuable time and expertise. जोरदार ताली के साथ धन्यवाद। अब त्यसै गरिकन हाम्रो क्याप्चे गुरु रिम्पोछेज्यूबाट हाम्रो यस चिरी गुम्बा व्यवस्थापन समितिको तर्फबाट प्रमुख अतिथि राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति डाक्टर राममरण यादवज्यूलाई पनि उपहार स्वरूप स्तूपा दिने कार्यक्रम रहेको छ। जसमा हार्दिक अनुरोध छ। यस कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति डाक्टर राममरण यादवज्यूलाई सम्बोधन गरिदिनु हुनका लागि म यहाँ डेस्कमा निम्ताउन चाहन्छु। रिम्पोछे तथा लामा गुरुहरू, उपस्थित भद्र महिला तथा सज्जन वृन्दहरू, प्राकृतिक सौन्दर्यले भरिपूर्ण
यस पवित्र भूमिमा अवस्थित ऐतिहासिक चिरी गुम्बाको प्राङ्गणमा आयोजित समारोहमा सहभागी हुने अवसर प्रदान गर्नु भएकोमा सर्वप्रथम म आयोजकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। देश विदेशमा समेत ख्याति आर्जन गरेको हेलम्बु क्षेत्रको प्राकृतिक सांस्कृतिक सम्पदा अवलोकन गर्ने मेरो धेरै पहिलेदेखि चाहना आज पूरा भयो। यहाँको रमणीय स्थानको सौन्दर्यले आनन्दको अनुभूति गरिरहेको छु र खास गरेर भाइ बहिनीहरूले जुन नृत्य र गानले र तपाईहरुले उत्साहले स्वागत गर्नु भएको छ त्यसको लागि म हृदयदेखि तपाईहरुलाई स्वागत गर्दै धन्यवाद दिन चाहन्छु। हाम्रो देश प्राकृतिक सामाजिक सांस्कृतिक दृष्टिले मात्र नभई धार्मिक पर्यटकीय दृष्टिले समेत अनुपम रहेको छ। देशका धार्मिक सांस्कृतिक सम्पदाको सूचीमा यस चिरी गुम्बाको आफ्नै विशिष्ट महत्त्व र पहिचान रहिआएको छ। बौद्ध धर्मावलम्बीहरूको लागि त यो एक पवित्र स्थल हुँदै हो, साथसाथै अन्य धर्मावलम्बी विद्वान अनुसन्धानकर्ता तथा पर्यटकहरूको लागि पनि यो एक सुन्दर गन्तव्य हुन सक्दछ र छ भन्ने मेरो विश्वास छ। हेलम्बु क्षेत्रकै समग्र विकासको निमित्त यो गुम्बा सँगै यस क्षेत्रका अन्य धार्मिक सामाजिक सांस्कृतिक तथा प्राकृतिक धरोहरहरूको संरक्षणमा विशेष ध्यान पुर्याउनु जरुरी मैले देखेको छु। गुम्बाको ऐतिहासिक र धार्मिक महत्त्वलाई मनन गरी विविध अप्ठ्याराहरूका बावजुद यसको जीर्णोद्धारका निमित्त तपाईहरूले यहाँका बासिन्दाहरूले प्रदर्शन गर्नु भएको निष्ठा, सेवाभाव र सत्कर्मको म हृदयदेखि प्रशंसा गर्दछु। यस जीर्णोद्धार कार्यमा तन मन धनले सहयोग पुर्याउनु हुने गुरु रिम्पोछे लगायत सम्पूर्ण सङ्घ संस्था एवं महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। काठमाडौँ उपत्यकाका बासिन्दाहरू तपाईहरूकै पवित्र क्षेत्रबाट बग्ने मेलम्ची खोलाको पानी पिउन पाउने दिनको प्रतीक्षा व्यग्रतापूर्वक गरिरहेका छन्। नेपाल सरकारको सीमित स्रोत र बाध्यतालाई बुझी यो परियोजनाको सहज र शीघ्र निर्माणमा यस क्षेत्रको बासिन्दाबाट सक्दो सहयोग र सद्भाव प्राप्त हुनेछ भन्ने मैले आशा गरेको छु। यस परियोजनाबाट उपलब्ध हुने सडक लगायत अन्य पूर्वाधारको भरपूर उपयोग गरी यस क्षेत्रको विकासले अझ तीव्रता पाउन सकोस् भन्ने कामना पनि गर्दछु। बौद्ध धर्म दर्शनले प्रतिपादन गरेको आदर्शलाई व्यवहारमा उतारी सभ्य, सहिष्णु, समृद्ध समाज निर्माण गर्न तपाईहरूले थाल्नु भएको प्रयास सार्थक हुनेछ भन्ने विश्वासका साथ हेलम्बुवासी सम्पूर्ण आदरणीय जनतालाई
एवं सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूको शान्ति, समृद्धि र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। सबै नेपालीको चाहना छ त्यो अगाडि बढोस् भनेर। त्यसको लागि आज यो पवित्र ठाउँमा र हिमालयको काखमा तपाईहरूले दाजुभाइ दिदीबहिनीहरूले बसिरहनु भएको छ। तपाईँ सबैको आशीर्वाद यो राष्ट्रको शान्तिको लागि, समृद्धिको लागि लागोस् भनेर म तपाईहरूसँग निवेदन गर्दै तपाईहरूको आशीर्वाद राष्ट्रवासीलाई लागोस् भनेर कामना गर्न चाहन्छु। यो चिरी गुम्बाको यसको चाहिँ उन्नति र प्रगति होस् र सहिष्णुताको भगवान बुद्धको दर्शनको यसले नेपालमा होइन, यहाँ चीन र तिब्बत र अरू संसारमा, भारतवर्षदेखि सारा साउथ एसियामा र सारा संसारमा यसको गुण फैलोस् भनेर कामना गर्दै तपाईहरूले जुन स्वागत गर्नुभएको छ, मलाई यो सुन्दर हिमालको काखमा तपाईहरूलाई हृदयदेखि धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद। देशमा शान्ति होस्, अमन चयन होस्, राष्ट्रको जय होस्, नेपालीको जय होस्। धन्यवाद। हाम्रो गौरव हामीलाई यो क्षणलाई पनि एक तरिकाले आफ्नै एउटा ऐतिहासिकको क्षणमा परिणत गरिदिनु भएकोमा त्यो सम्झनामा अब हाम्रो यस चिरी गुम्बा व्यवस्थापन समितिको तर्फबाट सम्मान्य राष्ट्रपति डाक्टर रामवरण यादवज्यूबाट आगन्तुक पुस्तिकामा चाहिँ हस्ताक्षर गरिने कार्यक्रम रहेको छ। आगन्तुक पुस्तिकामा सम्मान्य राष्ट्रपति डाक्टर रामवरण यादवज्यूको हस्ताक्षर हाम्रो यस चिरी गुम्बा चुक्लाखाङ व्यवस्थापन समितिमा हस्तान्तरण गरिनेछ। यस ऐतिहासिक चिरी गुम्बाको जीर्णोद्धार तथा सुप्रतिष्ठान कार्यक्रममा उपस्थित प्रमुख अतिथि सम्माननीय राष्ट्रपति डाक्टर रामवरण यादवज्यू, आमन्त्रित विभिन्न सङ्घ संस्थाको प्रतिनिधिज्यूहरू, लामा गुरु तथा पत्रकारहरू, व्यस्तताका बावजुद आफ्नो अमूल्य समय निकाली उपस्थित हुनुभएका सम्पूर्ण सदस्य महानुभावहरूलाई यस चिरी गुम्बा तथा म आफ्नो व्यक्तिगत तर्फबाट हृदयदेखि हार्दिक स्वागत गर्दै न्यानो अभिवादन टक्राउन चाहन्छु। टसिदेले चिरी गुम्बा लुङ्गु दिन्डे जिल्ला फेबादे बेमेसेग नन्जो छामा यिङ थाङपाने गासु युस रिमुछे भन्नुहुन्छ। यस ऐतिहासिक चिरी गुम्बा सम्माननीय राष्ट्रपतिज्यूको गरिमाई उपस्थितिले आफू हृदयदेखि नै खुसी भएको र उहाँको व्यक्तिगत सुस्वास्थ्य, समृद्धि, दीर्घ आयुको कामना गर्दै विश्वमा नै खुसी शान्ति कामना गर्दछु। तेने धाकी खोरङ्गे सुमसे नवा नाजी तेने दा कासो गरे दा नजो छु दा सी थने तेने खोरङ्गे थुलो देबा कार्यावाती दुबियागे भलम दे नजुगी दा छामिङ हुने नजु जबु यस रिम्बुर्छे भन्नुहुन्छ। आखिर सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभयो चाहिँ यस चिरी गुम्बा र योल्मो क्षेत्रलाई नै कहिले नबिर्सिने स्नेह, सहयोग, सद्भाव पहिने रहनेछ भन्ने आशा एवं विश्वास गर्दै यस चिरी गुम्बालाई उदारणीय तरवारले सहयोग पुर्याउनु भएको सम्पूर्ण सदस्य महानुभावहरू तथा शुभचिन्तक महानुभावहरूमा हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दै आजका यस कार्यक्रमलाई यहीँ नै विसर्जन गर्न चाहन्छु। धन्यवाद। जितेन देशेन लोले दान्डुना पेशिन छुबे वागेले तमजी जुएन इला देवा कोन्डोक्सु सनम दे तमजी जिबाने तोनानि बेटाना बाजेजे जेगाना जेबाला टुबाए सिबे चोले डोनम डोलवाराइसु छोटो रिम्पोछेज्यूबाट जुन उहाँले आफ्नो यस कृतज्ञता ज्ञापन गर्ने शब्दहरूमा सम्मान्य राष्ट्रपतिज्यू लगायत हामी सम्पूर्ण यहाँ उपस्थित योल्मोवा सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो। र त्यसपछि नोर्वेलिन युवा क्लबका सांस्कृतिक टोलीका कलाकारका साथीहरू लाछौका सदस्यज्यूहरू पनि तयार रहनुहोला। यसपछि
योर्मुगाछा स्याग्या जम्बुदुङ्गी लाछौका सम्पूर्ण सदस्य साथीहरूलाई पनि फोटो सेसनको लागि तयार रहनुहोला। ka
गुम्बा व्यवस्थापन समितिका अध्यक्षज्यू श्री सङ्गे लामाले उहाँहरू दुईजनालाई खादाले स्वागत गर्दै हुनुहुन्छ। जोरदार तालीले उहाँहरूलाई हामी स्वागत गर्छौँ। गर्मी है सर, ठिक छ है, एकदम राम्रो। हाम्रो चिरी गुम्बा राम्ने एकदम Oi, Xana.
也把一见到。Che voleva,
Cha